विदेशमा पनि र सुरुवात गरौँ कि भनेर अब धेरै ठुलो नभए पनि बिस्तारै परदेशको ठाउँमा अब तपाईँहरूले साथ सपोर्ट गरेर अब हुन्छ कि च्यानल अगाडि बढ्छ कि र आफ्ना मनका कुरा यसो साथीभाइहरूलाई सुन्ने मौका पनि पाउँछन् र जो नेपालमा हुनुहुन्छ या क्रोसियामा हुनुहुन्छ आफ्नो अनुभव उहाँहरूलाई पनि थाहा जान्छ र उहाँहरूलाई पनि केही जानकारी हुन्छ कि कस्तो रहेछ त क्रोसिया एकदम होइन कस्तो हुँदो रहेछ त कामहरू भनेर चाहिँ यो गरौँ भनेको। अनि अब तपाईँलाई आज फर्स्ट थ्याङ्क यू सो मच तपाईँको यो अनुरोध साथै सुनिल पोडकास्ट हेरिरहे बस्नुहुने सम्पूर्ण दर्शकहरूलाई मेरो तर्फबाट सेवा नमस्ते दाक्छु। म चाहिँ दिप खालिङ। विशेष गरी आजको बसाइमा हाम्रो साथी सुनिल साथी हुनुहुन्छ, उहाँको पोडकास्टमा चाहिँ हामी बसिरहेको छौँ। अब हाम्रो के अरे स्क्रिनमा पनि दुईवटा फ्ल्याग छ है, नेपाल र क्रोसियाको पनि कस्तो राम्रो। अनि हामी चाहिँ अहिले क्रोसियामा रहिरहेका छौँ र एक किसिमको हामी परदेशी जीवन प्रवासी मन होइन, साथै नेपाल आफ्नो ठाउँ त छँदैछ। रोजगारीको क्रममा चाहिँ हामी अहिले चाहिँ क्रोसियामा आएका छौँ र म पनि आएको छु। लगभग म आएको चाहिँ त्यस्तै 7 महिना कम्प्लिटली भइसक्यो। अब यहाँ रहन्जेल अब आइसके पछाडि अलिअलि दुःख त पक्कै पनि हुन्छ होइन, किनभने सजिलो छैन सोचे जस्तो चाहिँ। अब नेपालमा बस्दाखेरि अब जति आफू फ्रस्ट्रेसनमा बसिन्छ, अब विदेश गए पछाडि चाहिँ त्यसको तुलनामा अलिकति सहज होला कि अब सजिलो होला कि भनिन्छ होइन। तर नेपाल बस्दाखेरि त्यहाँ सोच्ने र यहाँ आइसके पछाडि चाहिँ एकदम फरक नै हुँदो रहेछ। अब यहाँको कस्तो हुन्छ भने यहाँको जनजीवन होइन, यहाँको रहन सहनदेखि हावापानी अनि विविध कुराहरूसँग जुझ्नलाई चाहिँ गाह्रो हुँदो रहेछ। सुरुमा चाहिँ मलाई त्यस्तै नै भयो। अनि अब झन्डै 7 महिनाको अनुभव छ तपाईँसँग। मलाई त झन्डै 2 वर्ष हुन लागिसक्यो, 2 वर्ष हुन लागिसक्यो। हामी सेम कम्पनी सेम हो तपाईँ र हाम्रो। तपाईँ चाहिँ अब स्टोरहरूमा भयो, सुपर मार्केटमा काम गर्छ, म चाहिँ त्यसको वेयर हाउसमा छ। तपाईँहरूकोमा जुन सामान जान्छ त्यो हामीले प्याकिङ गर्छौँ होइन। एकदम। अनि अब तपाईँहरू मेरो लगभग डिफ्रेन्ट छ काम, एकदम डिफ्रेन्ट नै हो होइन। अब तपाईँको अब सुपर मार्केटमा चाहिँ जस्तो हाम्रोबाट सामान जान्छ, अनि अब धेरै साथीहरू भन्नुहुन्छ कि सुपर मार्केटमा चाहिँ क्रोसियामा चाहिँ सुपर मार्केटमा कस्तो काम हुन्छ, कति घन्टा काम हुन्छ, कति स्यालेरी छ। आज हामी त्यही विषयमा कुराकानी गरौँ होइन। अनि विभिन्न यहाँको रहन सहन अनि तपाईँले यहाँको खानाको बारेमा के कस्तो छ, विभिन्न किसिमका कुराहरूमा आज कुरा गरौँ होइन। हुन्छ। अब म चाहिँ अहिले तत्कालीन रूपमा चाहिँ वेयर हाउस उहाँ काम गर्नुहुन्छ, म चाहिँ त्यसकै मार्केटमा। जुन चाहिँ यहाँको चाहिँ सिस्टम कस्तो हुँदो रहेछ भने यहाँको मेन मार्केटमा यहाँको सबै अधिकांश मान्छेहरू चाहिँ मार्केटमा अथवा बजारमा केन्द्रित हुँदो रहेछ होइन। यहाँको प्रोडक्ट आफ्नो प्रोडक्ट सेल्फ प्रोडक्ट हुँदैन होइन। सबै यहाँको अधिकांश जनताहरू अब अहिले हामी चाहिँ क्रोसियाको कस्तो ठाउँमा छ भने मेन राजधानीमा छ। अब मेन राजधानीमा भइसके पछाडि पब्लिक त्यतिकै पनि जनसङ्ख्या त्यतिकै पनि बढ्ने भयो होइन। यहाँको मार्केटमा त्यही त यहाँको कस्तो हुँदो रहेछ क्रोसियनको मार्केटमा चाहिँ यहाँको पब्लिक सबै मार्केटमा आश्रित भइसके पछाडि त्यही मान्छे किन्छन् कि। अब तपाईँहरू चाहिँ कस्तो हुँदो रहेछ भने जुन कम्पनीले उत्पादन गरेको सामान तपाईँहरूकोमा हुन्छ, वेयर हाउसले चाहिँ बजारले पठाउँछ, बजारले चाहिँ के अरे कस्टमरले अथवा ग्राहकले चाहिँ सेल गर्छ। भने पछाडि यो 4वटा स्टेप हुने होइन, उत्पादक, वितरक र विक्रेता अनि खरिद ग्राहक, 4वटा स्टेप, जसमा चाहिँ म चाहिँ अन्तिम स्टेपमा काम गर्छु जुन चाहिँ मार्केट भयो होइन। विशेष गरी हाम्रो मार्केट चाहिँ कस्तो हो भने कुन्जुम यहाँको विशेष गरी बढी चल्ने त्यहीमा चाहिँ म काम गर्छु। र यहाँ चाहिँ त्यो मार्केटमा विशेष गरी खानेकुरादेखि लिएर यहाँको घरयासी सामानहरू भयो होइन, यस्ता कुराहरू चाहिँ ड्रिङ्क्सहरू भयो होइन, त्यस्तो कुराहरू चाहिँ सेल हुन्छ त्यहाँनिर र त्यसमै काम गर्छु। अब के अरे मार्केटमा काम गर्दाखेरि चाहिँ सहज नै छ। अब कसरी सहज छ भन्दाखेरि अब दिनमा चाहिँ 7 घन्टा मात्रै काम गर्नुपर्छ। नै तपाईँको मात्र 7 घन्टा हुन्छ कि यो स्टोरमा काम गर्ने सबैको मतलब जस्तो कन्ज्युम भयो यहाँ अरू मार्केटहरू पनि छन् तिनीहरूको 7 घन्टा हुन्छ कि मतलब अरू पनि बढी पनि हुन्छ कि तपाईँले त्यस्तो जानकारी कि होइन। मैले जाने र मैले बुझेको र सुनेको अनुसार चाहिँ मार्केटहरू 6 दिनै खुल्छ, त्यही भएर त्यही 7 घन्टा, हप्ताको 40 घन्टा दिन्छ होइन काम गर्नको लागि। अब एक दिन चाहिँ 5 घन्टा गर्नु पर्यो, अरू दिन चाहिँ 7 घन्टा गर्नु पर्यो, गर्दाखेरि जम्मा 40 घन्टा हप्तामा पुऱ्याउनु पर्छ। त्यही भएर अब
अब मार्केटले दिने भनेको आइतबार मात्र बिदा दिन्छ, एनिवे अन्य डेहरूमा पुरै खुल्छ। त्यो हुँदाखेरि चाहिँ यहाँको चाहिँ 6 दिनै मार्केट खुल्छ। अनि त्यही भएर हामी वर्करहरू जुन जुन देशबाट आएको वर्करहरू पनि त्यही अनुसारले अब काम गरिरहेको छौँ यहाँनिर होइन। यहाँको रुल्स त्यही अनुसारको रहेछ। अनि विशेष गरी तलबको कुरामा चाहिँ यहाँको क्रोएसियन सरकारले हामीलाई पहिला चाहिँ 840देखि 860सम्मको बेसिक तलब स्केल थियो, तर अहिले चाहिँ बढेर 980 पुर्याएको छ होइन। यो वर्षैदेखि चाहिँ 980 हामीले अहिले चाहिँ दिइरहेको छ। लगभग यो 1 महिना अगाडिदेखि चाहिँ हामीले जनवरीदेखि चाहिँ त्यो चाहिँ हामीले हाम्रो के अरे तलब चाहिँ त्यसरी दिइरहेको छ यहाँ। अब काम ठिकै नै छ, सहज नै छ होइन। अब मेरो देश आफ्नो देशबाट आइसकेपछि यहाँ अब अर्काको देशमा अब अलिकति भाषाहरूदेखि लिएर काम अलिकति फरक शैली फरक वातावरण छ, काम गर्न गाह्रै भए पनि अब भर्खर सिक्दै काम चाहिँ गरिरहेछौँ। र अरू तपाईँहरू पनि आउनुहुन्छ भने पनि एकदम काम त त्यस्तो नराम्रो छैन होइन, सजिलै छ। अब 7 घन्टा काम गऱ्यो अनि त्यस पछाडि घर गयो, रेस्ट गऱ्यो, फेरि अर्को दिन त्यसरी नै काम चलिरहेछ। अब अहिले चाहिँ ठिकै छ भनौँ न। अनि यो तपाईँ काम गर्ने ठाउँमा स्टोरमा भाषाले चाहिँ कतिको फरक पर्छ तपाईँलाई? भाषाले विशेष गरी मान्छेसँग कम्युनिकेसन गर्नको लागि चाहिँ प्रमुख भूमिका भनेको चाहिँ भाषा नै रहेछ। अब भाषा भयो भने धेरै सहज हुन्छ। जस्तै अब तपाईँ ग्राहक आउनुभयो र मलाई तपाईँले नजानेको कुरा मलाई सोध्नुभयो अथवा नचिनेको कुरा सोध्नुभयो भने अब भाषा छैन भने एकदम इसाराले मात्रै गाह्रो हुने रहेछ। किनभने हामी नेपालीहरू अलिक प्रायः जस्तो अब जो अब अन्य देशको वर्करहरू हुन्छौँ नि, अब यहाँको पब्लिकहरू आफ्नै भाषा मात्रै बोल्छन्। अनि त्यही भएर अब यो के हो भन्दाखेरि पनि अलिकति अपमकिने अथवा यहाँको सुपरभाइजर कम्पनीका मालिकहरूले पनि अब यो काम गर त्यो काम गर भन्दाखेरि पनि गाह्रो हुने रहेछ। किनभने यो भाषा छैन भने अत्याधिक समस्या चाहिँ मैले भोगेँ। अनि अब भाषा त्यस्तो प्रब्लम यहाँको मान्छेहरू जस्तो इङ्ग्लिस बोल्न आए पनि प्रायः बोल्न नखोज्ने रहेछन् कि तपाईँलाई? एकदम हो, अटेरी पारा गर्न खोज्छ। अनुभव भयो कि मलाई कति ठाउँमा त्यस्तो भयो होइन। उसले बुझ्छ होइन, उसले बोल्छ पनि होइन, भाषा के अरे इङ्ग्लिस सबै कुरा आउँछ पनि, तर बोल्दैन क्या। उसले आफ्नै भाषा मात्रै प्रयोग गर्छ। मैले त्यो पनि पाएँ र त्यो पनि छ, मैले भोगेको कुरा त्यो पनि हो, यो यथार्थ कुरा पनि हो होइन। त्यसो भनेपछि अनि अब भाषा त्यो भयो, त्यसपछि अनि यहाँको वातावरण चाहिँ घुलमिल हुन चाहिँ जस्तो नेपालीहरू आएपछि फर्स्ट टाइममा आउँदाखेरि चाहिँ युरोप भनेर आउनु खोज्छन्, कस्तो छ घुलमिल हुनलाई चाहिँ यहाँको वातावरण चाहिँ हामीलाई सुहाउने खालको छ कि गर्मी चिसो कस्तो, के असर मतलब के गर्छ त्यसलाई, के छ त्यस्तो खालको यहाँ वातावरण? हामी यस्तो छ अब नेपालको टेम्परेचर, त्यहाँको मौसम, त्यहाँको भूगोल र यहाँको भूगोल अलिक फरक नै छ होइन। अब त्यो परिवेश अब युरोपियन क्षेत्रमा होइन आइसकेपछि अलिकति फरक नै छ। गाह्रो त गाह्रै छ, किनभने चिसो ठाउँमा अत्याधिक चिसो होइन, माइनस तापक्रम हुन्छ र गर्मीमा अत्याधिक गर्मी पनि हुँदो रहेछ होइन। त्यसो हुँदाखेरि नेपालमा बस्दा र यहाँ आएर वातावरणसँग घुलमिल हुनलाई चाहिँ मलाई चाहिँ लगभग 2 महिनासम्म लाग्यो। किनभने म अलिक गर्मी सिजनमा आएको थिएँ र सुरुमा आइसके पछाडि अब खानेकुरा होइन, अनि यहाँको पानीहरू अलिकति अब फरक फ्लेभर हुने, सबै कुरा फ्लेभर फरक होइन, भाषा अब त्यही त नि। अब अर्को देशमा गइसके पछाडि अब गाह्रो त सबै कुरा गाह्रो नै हुन्छ। किनभने अब यहाँ फरक खालको बोली भाषा, फरक खालको खानेकुराहरू, मार्केटमा गयो भने म चाहिँ अब 2 वर्ष हुन लागिसक्यो, खानेकुरा अब कहिले हुन्छ नि त खाउँ त के भन्ने कुरा हुन्छ, प्रायः पाइने ब्रेड आइटम नै रहेछ होइन। अब अनि के हो थाहै न, कतिखेर चाहिँ सामान मगाएर पनि हामीहरूले फालेका छौँ कि त्यो टेस्ट नै नआएर। कस्तो हुन्छ पनि यहाँको मान्छेहरू अधिकांश उनीहरूको मुख्य खाना भनेको चाहिँ ब्रेड नै हो, पाउरोटी नै हो यहाँको। ब्रेडमा पनि धेरै ब्रेड आइटम हुन्छ, त्यस पछाडि मासु आइटम भयो होइन। यहाँ चाहिँ मैले अलिकति कम देखेको, कम भेराइटी देखेको भनेको चाहिँ सब्जी आइटममा हो। जस्तै साग सब्जी चाहिँ अलिकति कम पाउँछ, मार्केटमा पनि कमै आउँछ। अब जस्तै सागहरूको आइटम पनि कम आउने भनेको त्यही बन्द काउली, टोमेटो आउँछ, अनि क्याप्सिकम आउँछ, ब्रोकाउली बन्द त्यति आउँछ होइन, अनि प्याज स्याज भयो, लसुन अदुवा। अनि त्यो भन्दा जस्तै सागमा पनि मैले सागमा पनि 2 आइटम जति मात्र देखेँ सागमा। जस्तै हाम्रोमा त रायो हुन्छ, चम्सुर हुन्छ, बेथे हरेक थरी हुन्छ नि हाम्रो नेपालमा त, तर त्यो छैन कि यहाँ चाहिँ। अब सागहरूमा चाहिँ अलिकति हरियो त्यस्तोहरू हुनको लागि फ्रोजन त आउँछ,
होइन फ्रोजन त धेरै छ त्यो फ्रोजन रहेछ। तर फ्रोजन अब हामीले चाहिँ फेरि एकदम त्यो नै खोज्ने कि होइन अब ताजा नै अर्ग्यानिक खोज्ने। अब त्यो त्यहाँ राखेको हुन्छ नेपालमा त होइन भुइँमा बरु जुत्ता चाहिँ सोकेसमा राखिन्छ ए, होइन तरकारी चाहिँ भुइँमा। अब तरकारी चाहिँ तल खुट्टामा होइन मान्छे हिँड्ने ठाउँमा चाहिँ पोको पारेर राखे त्यस्तोमा किन्ने मान्छे होइन अब त्यही भएर हामी त्यही खोजिन्छ कि सुरुमा मैले त्यो चाहिँ देखेँ मैले अब यहाँ विदेशमा बसिसकेपछि जस्तो नेपाल छोडेर आइसकेपछि तपाईँलाई चाहिँ कस्तो फिल हुन्छ कि जस्तो अब पैसा त कमाइरहेछ एक हिसाबले होइन पैसा कमाउँदै कमाउँदै पनि हुन्छ नि कहिलेकाहीँ यस्तो फेस्टिभलहरू आउँछ जस्तै अब नजिकै होली आइरहेछ अन्य तिहारहरू आउँछन् कस्तो मिस हुन्छ तपाईँलाई एकदम बिल्कुलै यो कस्तो हुन्छ भने अरूको देशमा आइसके पछाडि अब हाम्रोमा त धेरै चाडबाडहरू मान्ने होइन अब आफ्नो संस्कृति आफ्नो रीतिरिवाज होइन आफ्नो आफ्नो परम्परा अनुसार चाहिँ अब सेलिब्रेट गर्ने चलन छ होइन त्यसमा तिहार दसैँ भयो होइन धेरै थुप्रो चाडहरू साकेलाहरू अथवा आफ्नो आफ्नो जाति अनुसारको चाडहरू मान्ने चलन छ यहाँ आइसके पछाडि त्यस्तो हुँदैन होइन अब सेलिब्रेट गर्ने हुँदैन कहिलेकाहीँ ओकेजनली कुनै पनि सङ्घ संस्थाहरूले मान्ने चलन छ जस्तै तामाङहरूको चाहिँ उसहरू मान्ने लोसारहरू मान्ने चलन छ त्यसमा अर्गनाइज चाहिँ प्रोग्रामहरू हुन्छ तर त्यस्तो खालको एउटा हुन्छ नि नेपालमा बसेर त्यस्तो खालको त्यहीँ बसेर सेलिब्रेट गरे जस्तो त्यो भाइब्स चाहिँ हुँदैन किनभने धेरै धेरै मिस हुन्छ अब सम्झना हुन्छ किनभने नेपाल त नेपाल आफ्नो जन्मभूमि आफ्नो आफन्तहरू त त्यतिकै मिस हुने नै भयो होइन र पनि त्यहाँको जस्तो फ्लेभर नआउँदाखेरि कतै कतै मन कटक्क हुने होइन धेरै सम्झना हुने अथवा मेरो चाड हो है आज चाहिँ है आज चाहिँ ल मेरो चाड छ एकदम यस्तो रमाइलो हुन्छ भन्ने मनमा चाहिँ हुन्छ आफू चाहिँ एकदम काम गरिरहेको हुन्छ काम गर्ने पऱ्यो फेरि तेरो चाड होइन हो त के अरे फेसबुकतिर के अरे टिकटकतिर पुरै सेलिब्रेट गरेको पिक्चरहरू आउँछ आफू चाहिँ एकछिन हेर्दै खाजा खाँदै होइन त्यो स्क्रल गर्दै हेर्दै एकदम मन खटक्क हुन्छ किनभने दुःख त लाग्छ नै तर बाध्यता हो होइन अब चाहिँ केही कुरा पाउनले केही कुरा गुमाउनै पर्छ भनेर पनि आफू चाहिँ काममा अब काम गर्नै आइसके पछाडि काम गर्नु नै पर्दो रहेछ यी कुरामा चाहिँ अलिकति धेरै न्यास्रोपन लाग्छ मलाई चाहिँ अनि यो साथीभाइहरूसँग घुलमिलको यो हुन्छ नि परदेशमा आइसकेपछि के कस्तो व्यवहारको साथीहरू भेटाउनु भयो यहाँ भेट्दै हुनुहुन्छ यहाँ कस्तोसँग सङ्गत हुँदो रहेछ तपाईँलाई कस्तो अनुभव छ यहाँ किनकि धेरै नेपाली छन् जाग्रेबमा चाहिँ होइन हामी जाग्रेबको कुरा गर्दाखेरि क्रोसियामा त छन् टन्ने नेपाली तर जाग्रेबमा चाहिँ जहाँ गयो पनि नेपाली नै भेटिन्छन् अहिले चाहिँ धेरै मात्रामा नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि क्रोसिया यो युरोपियन क्षेत्रको एउटा क्रोसिया धेरै आउने धेरै बस्नु हुँदो रहेछ म पनि भर्खर आएकोले थाहा पाएको र साथी यो साथी शब्द एकदम मिठो निकाल्नु भयो साथी शब्द भनेको एउटा दुईवटा वर्डले बनेको एकदम साथी मिठो वर्ड सुनिन्छ तर मैले यहाँ आएर हेर्दाखेरि कतिपय साथीहरू मैले साथी जस्तो देखिनँ कि जस्तै यहाँको नेपाली दाजुभाइहरू पनि अब कस्तो हुन्छ भने अलिकति ह्याबिट अर्कै देखाउने अथवा नेपालीसँग नेपाली नबोल्ने होइन विदेशमा जस्तो युरोप छिरिसकेपछि मैयाको राजा एनिवे अब तपाईँहरूले जो के अरे सच्चा साथी हुनुहुन्छ तपाईँहरूको लागि भनेको होइन तर कतिपय साथीहरू जस्तै यहाँको कल्चरसँगै के भन्ने हराउन खोज्दो रहेछ अनि सुरुमा आउँदाखेरि मलाई चाहिँ एकदम नमिठो लाग्यो अब किन नबोलेको जस्तो लाग्यो तर अहिले चाहिँ अलिक बानी भइसक्यो उनीहरूको चाहिँ बानी नै यस्तै रहेछ नबोल्ने रहेछ ठिकै छ किन अब उनीहरू आफ्नो आफ्नो कुराले नबोलेको होला भन्ने भयो अब यहाँ आइसके पछाडि चाहिँ कस्तो हुँदो रहेछ भने नेपालमा त जसो पनि हल्ला आयो हुन्थ्यो तर यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने आफ्नो काम आफै गर्ने आफू सिङ्गल हो म छु छैन अरू कोही छैन टाइपले होइन अब आफ्नो आफ्नो तालमा हिँड्ने आफ्नो आफ्नो कुरा गर्ने अनि फेरि नजिकको साथीहरू हुनुहुन्छ नि नजिकको साथीहरू त क्लोजअप नै भइहाल्छ होइन उहाँहरूसँग खाने बस्ने गफ गर्ने त छँदैछ अनि के अरे काम गरेको बेला आफ्नो आफ्नो ठाउँमा काम गर्ने अब के अरे गेट टुगेदर गर्ने बेला त भेटि नै हालिन्छ तर कतिपय साथीहरू अब यहाँको वातावरण सँगसँगै त्यसरी नै घुलमिल भइरहेको देख्छु एनिवे अब हामी नेपाली हौँ होइन अब हामीसँग त धेरै कल्चर छ धेरै संस्कृति छ धेरै मनको धनी मान्छे अब त्यो हिसाबले गर्दाखेरि पनि अब साथी अथवा हामी नेपालीहरूमा एउटा स्वच्छ मनको भावना चाहिँ हार्ट टु हार्ट कनेक्सन भयो भने
पक्कै पनि एउटा आफ्नो गर्व गर्ने चाहिँ कुरा हुन्छ कि जस्तो लाग्छ। एनिवे तपाईँ जो मेरो साथी हुनुहुन्छ तपाईँहरूलाई एकदम होइन अब त्यो पनि भयो होइन। अब नेपालीहरू विदेशमा आइसकेपछि हल्का अब नेपालमा त अब ठिक छ हामी तपाईँ कहाँ पश्चिम पूर्वमा कहाँ पश्चिम तपाईँ पूर्व होइन त्यो हो, तर त्यो त नेपालमै रह्यो होइन। सायद हामी विदेशमा आइसकेपछि हामी एउटा अब साथी नै त्यो हिसाबले हेर्नुपर्ने जस्तो लाग्छ मलाई चाहिँ है। किनकि म त एकदमै घुलमिल्ने मान्छेसँग एकदमै त्यो मान्छे कहाँको होला है, बोल्न पाए हुन्थ्यो त्यस्तो लाग्छ मलाई चाहिँ है। अनि त्यस्तो हो अब त्यस्तो हुने होइन। अनि अब थुप्रै साथीहरू नबोल्न खोज्ने अनि त्यस्तो पनि हुँदो रहेछ, त्यो अनुभव छ मलाई। यहाँ प्रायः जसो चाहिँ नेपाली दाजुभाइहरू अथवा कतिपय साथीहरू बोल्नुहुन्न, अब बोल्दैनन्। अब होला आफ्नो मनको अथवा कुनै एउटा टेन्सन अथवा कुनै पनि उसले नबोल्नु भएको होला, अथवा देखेर पनि हेरेर पनि चिनेर पनि अब नेपाली त हो टाइपको अथवा होइन अलिकति त्यो एउटा नेगेटिभ भाइब्सले पनि नबोल्नु भएको पनि हुनसक्छ। अथवा एनिवे अब पोजिटिभ भाइब्सले जो बोल्नुहुन्छ उहाँ साथीहरूलाई चाहिँ यो फेरि कुरा नजाओस् होइन। जति घुलमिल भएको साथीहरू हुनुहुन्छ एनिवे तपाईँहरू साथीको लागि एकदम यो साथीको लागि हात सलाम के हो त्यस्तो टाइपको होइन त्यो। अनि यो तपाईँलाई थाहा छ यो जागिरको सेन्टरमा नेपाली पसलहरू अनि रेस्टुरेन्टहरू पनि छन्। म चाहिँ अलिकति यो जागिर सिटीभन्दा अलिकति टाढा मेन सिटीभन्दा अलिकति भित्र बस्छु, त्यही भएर बिदा मिलेको खण्डमा कहिलेकाहीँ सपिङ गर्नको लागि चाहिँ जाने गरेको छु। अब गेट टुगेदर कहिलेकाहीँ अब अहिले त छैन, अब कामको कामै गइरहेको हुन्छ। अब अहिले अलिकति कम गइरहेको छु। अब विशेष गरी साथीभाइ जब कहिले घोडे पार्क यहाँको विशेष गरी फेमस छ नै घोडे पार्क। अब हिजो अस्ति त कस्तो थियो भने जाडो पनि थियो, अत्याधिक जाडो हुने, त्यही भएर पनि निस्किन मन लागेन। अब गर्मी सिजन हुँदाखेरि यसो कहिलेकाहीँ घुमफिरको लागि चाहिँ त्यहाँ प्रायः जसो अधिकांश रूपमा चाहिँ जाने गर्छन् साथीहरू पनि गर्नुहुन्छ र म नि अब जान्छु। तपाईँ जानुहुन्छ कि नै? म त फर्स्ट नेपालमा आउँदाखेरि अब किनकि युट्युबमा हेऱ्यो अनि म त फलो गरेर राख्थेँ के रहेछ क्रोसियामा के कस्तो छ जस्तै त्यो हेरिरहेको थिएँ होइन। अनि फर्स्टमा आउँदाखेरि चाहिँ घोडे पार्क धेरै गइयो कि गर्मी सिजन थियो त्यतिखेर, डेली जाने घोडे पार्क। म जागिरमा यति ठाउँ घुमेँ कि जागिरको लगभग सब रुट थाहा छ भने जस्तो छ अहिले मलाई चाहिँ है। घोडे पार्क त विशेष नै अब हिजो पनि भर्खर गएर आएको म घोडे पार्क। त्यहाँ पछाडि अब तपाईँ त धेरै वर्ष पनि यहाँ आउनुभएको, त्यही भएर पनि धेरै कुरा थाहा छ। अब म त भर्खर आएको, नयाँ पनि परेँ, त्यही हिसाबले। तपाईँ सुरुमा आउँदाखेरि कस्तो थियो, कस्तो खालको सिचुएसन थियो यहाँ चाहिँ क्रोसियामा? सिचुएसन त अब खासै त भन्नै सकिएन कि मैले, किनकि टाइम गएको थाहै नै पाएन होइन। अब काममा फर्स्टमा आउँदाखेरि त अब खासै त्यस्तो ऊ पनि रुटहरू थाहा नहुने, गाडी पनि एकदमै गर्नु कुन गाडीमा गयो भने चाहिँ कहाँ पुगिन्छ त्यो पनि थाहा नहुने होइन। त्यो भयो। अनि अब हाम्रो काम चाहिँ हल्का भाष भनौँ कि के भनौँ, काम सजिलो भनौँ कि या गाह्रै भनौँ, हप्तामा 5 दिन हार्डै थियो सुरुमा त गाह्रो होइन। सुरुमा त गाह्रै छ, अझ पनि लगभग अब टार्गेट दिन्छ होइन, त्यही अनुसारले अब गाह्रो नै छ भनौँ। सजिलो पनि छैन गाह्रो पनि छैन भने जस्तो छ कि सम्मिश्रण छ। कहिलेकाहीँ गाह्रो पनि हुन्छ, कहिलेकाहीँ सजिलो पनि हुन्छ। अनि यो तपाईँको विशेष गरेर हाम्रो अब तपाईँहरूकोमा सामान जान्छ होइन मार्केटहरूमा, त्यसको चाहिँ हामीले एउटा पिस होइन पुरा बक्स नै उठाउनुपर्छ क्या। भनेपछि एउटा प्यालेटमा लगभग 700-800 केजी भन्दा माथि सामान हुन्छ। डिफ्रेन्ट सामानहरू डिफ्रेन्ट आइटमहरू पिकअप गरेर सामान प्याक गरेर त्यस पछाडि रोल गरेर अनि त्यो स्ट्याम्प निकालेर पठाउनुपर्छ। साइडमा राख्ने गाडी आउँछ प्याकिङ गरेर लगेर जान्छ। भनेपछि क्रोसिया बसेर रमाइलो हुँदैछ होइन तपाईँ? ठिकै छ, त्यस्तो अब एकदमै ऊ पनि छैन। सेटिस्फाई हुनुहुन्छ यहाँको बसाइले गर्दाखेरि होइन, कामको र बसाइ? लगभग अब नेपालको हिसाबमा हेर्ने हो भने अब घर परिवार छोडेको त्यो चाहिँ अलग्गै छ होइन। तर पनि अब कमाइको हिसाबले हेर्ने हो भने सेटिस्फाइड नै छौँ, किन भन्दाखेरि नेपालमा थिएन। त्यही हिसाबले पनि हाम्रो खुसी नै छौँ। अनि तपाईँ के तपाईँ? अब यस्तो छ, अब नेपालमा काम गर्दाखेरि नेपालको कामहरू पनि नराम्रो त थिएन होइन, राम्रै थियो। अब अधिकांश साथीभाइ त्यहाँको कस्टमर, त्यहाँको मेरो जो चिनजान साथीहरूले सपोर्ट गरिरहनु भएको थियो। काम ठिकै नै हुन चाहिँ काम गरे चाहिँ। अब नेपालमा त काम एकदम
मजाले अस्ति गर्न मिल्छ। तर यहाँ चाहिँ त्यसरी गर्न मिल्दैन। यहाँ त काम भने पछाडि मेसिन हुनु पर्यो। अब बसाइ भर्खर अलिकति सबै कुरा एडजस्ट हुँदैछ। अब केही राम्रो हुन्छ कि भन्ने कुरा हो, नत्र भने अहिलेसम्म त अलिकति बसाइ पनि गाह्रो नै हो होइन। अब हरेक कुरा अब बस्नको लागि होइन, भाषासाषा काम गर्नको लागि यताउता यावत कुराहरू अलिकति मलाई चाहिँ गाह्रो थियो। अब पैसाको कुराले गर्दाखेरि अब तलबको हिसाबमा अब सुरुमा आउँदाखेरि त त्यही अनुसारको थियो, अब म्यानेज गर्नलाई गाह्रो थियो होइन। हामी अलिकति नयाँ हुने होइन, नयाँ आउने भर्खर आउनेहरूलाई सुरुमा केही वर्ष चाहिँ गाह्रो हुँदो रहेछ। अब त्यस पछाडि त अलिकति सहज वातावरण पक्कै भन्दाखेरि फर्स्टमा अब आउन कस्तो गाह्रो हुने भयो भन्दाखेरि अब ऋण हुन्छ, त्यही हो, चाप हुन्छ, अनि घर खर्च पनि चलाउनु पर्यो, तपाईँ यहाँ पनि बस्नु पर्यो होइन, त्यही भएर गाह्रो पर्दो रहेछ। सुरुमा सबै कुरा हेर्नुपर्ने। अब आर्थिक रूपमा त त्यो एकदम ठुलो नै हो नि होइन। अब नेपालमा पनि हेर्नु पर्यो, यहाँ आफ्नो व्यक्तिगत पनि हेर्नु पर्यो होइन। सबै कुरा जोड्दै लाँदाखेरि त अब समस्याहरू नहुने होइन, समस्याहरू चाहिँ सगरमाथा जस्तै चुलिन्छ। अनि यो अब फेरि यो कुरा फेरि त्यस्तै गयो होइन। यहाँ तपाईँ यो हेर्नुहुन्छ नि, टिकटकमा भयो, युट्युबमा भयो, तपाईँको यति दिनमा वर्क पर्मिट आउँछ, अनि यति दिनमा तपाईँको काम हुन्छ, यस्तो काम राम्रो हुन्छ, के जानकारी साँच्चीकै जानकारी हुन्छ र उनीहरूलाई? अब भिजा आउने डेट तपाईँलाई थाहा हुन्छ या अरू यस्तो युट्युबरहरूलाई थाहा हुन्छ र त्यस्तो तपाईँलाई केही त्यस्तो लाग्छ? त्यस्तो त एकदम भ्रम फैलाउने कामहरू जस्तो लाग्छ मलाई। त्यो तपाईँलाई चाहिँ के लाग्छ? तपाईँले पनि देखिरहनु भएको छ। यो यस्तो कस्तो लाग्छ भने मलाई चाहिँ तपाईँसँग राम्रो एजेन्ट अथवा तपाईँसँग राम्रो कम्पनी छ, त्यसले साँच्चै पनि फेक नगरिकन राम्रो डकुमेन्टमा स्ट्याम्प गरेर चाहिँ तपाईँलाई त्यो वर्क पर्मिट दियो भने चाहिँ त्यो कुरा सही हो। तर अहिले चाहिँ कस्तो हुन्छ भने कतिपय फेक्टहरू नक्कली जस्तै भिजा हानेर पैसाको लागि लुट्ने एउटा लुट तन्त्र त्यसरी पनि चलिरहेको मैले देखिरहेको छु। अब मेरै कुरा गर्दाखेरि अब म मेरो के अरे VFX मैले इन्डियामा गरेँ होइन, न्यू दिल्लीमा। त्यहाँ गएर त्यहाँ त्यस पछाडि कति लगभग 80 दिन एराउन्डमा चाहिँ अब मेरो भिजा ड्रप भयो। अब भनेपछि अब तत्कालै यस्तो यो हुन्छ भन्ने चाहिँ मलाई यकिन थाहा हुँदैन र अरूलाई पनि हुँदैन होला भन्छु म। अब कतिपय अब तपाईँको डकुमेन्ट अनुसार होइन, तपाईँको जो काम गर्ने मान्छे त्यो काम गर्ने मान्छेसँग एकदम पोजिटिभ चाहिँ काम गर्ने मान्छे हुनुहुन्छ भने चाहिँ त्यो एक तरिकाले पोजिटिभ हेर्न मिल्यो। नत्र पनि कतिपय अब तपाईँको अलिकति त्यस्तै काम गर्ने परिदियो भने त्यो फल्ट पनि हुनसक्छ। म यसलाई चाहिँ यही भन्न चाहिँ सक्दिनँ म, किनभने अब अहिले त अब एउटा मान्छेलाई तान्नको लागि सामाजिक सञ्जाल, फेसबुक, अन्य टिकटक, अन्य चाहिँ उसमा चाहिँ धेरै कुराहरू पनि अब त्यो काम बढाउनको लागि, एउटा बिजनेस बढाउनको लागि एजेन्टहरूले त्यो बनाइदिएको नि हुनसक्छ होइन। त्यो त हो, अब कतिपय तर कति यस्तो धेरैजना साथीहरू हुनुहुन्छ होइन, उहाँहरूलाई नराम्रो लाग्ला होइन, हेर्दा सुन्दाखेरि पनि नराम्रो लाग्ला, भ्रम फैलाइदिने के जस्तो तपाईँ यति दिनमा आउँछ किन आएन, तपाईँले 10 लाख किन तिर्नु पर्यो, क्रोसिया आउँदै हुनुहुन्छ भने 12 लाख किन तिर्नु पर्यो, या यथावत कुराहरू भनेर चाहिँ मान्छेहरूको। अस्ति एकजना नवीन साथी आएको थियो हामीसँग, यसो बसेको थियौँ, हामीले यसो गफगाफ गऱ्यौँ, भन्दैथियो कि आफू त किन आएको त यदि मलाई डिमोटिभेट गर्छस् भने त पनि किन आएको त भन्ने जस्तो कुराहरू त्यो हुन्थ्यो कि डिमोटिभेट गर्छ। यो अब सुरुमा त अब हामीले अलिकति कस्ट एकदम बढी तिर्ने होइन। अब हामी अब कस्तो हुन्छ भने नेपालमा बस्दाखेरि धेरै फ्रस्ट्रेसन पनि हुने होइन। त्यो हिसाबले गर्दाखेरि कहिले नेपाल छोडेर चाहिँ अब जाउँ भन्ने खालको मात्र कतिपय युवाहरूको थियो होइन, किन त्यहाँको प्रेसरले, त्यहाँको हाम्रो एउटा सिस्टम नभएकोले गर्दाखेरि। अनि यो एउटा चाहिँ त्यसरी अब अन्य सञ्जालहरूमा त्यसो भनिरहने साथीहरूले अब उनीहरूले कति तिरेर आयो त्यो चाहिँ भन्दैन होइन। अब हामीले तिर्दाखेरि चाहिँ किन तिरिस् भन्दाखेरि अब यस्तो हो, अब अहिले चाहिँ कस्तो छ भने काम गर्ने मान्छेले पैसा अथवा उसले ज्याला त लिन्छ नै लिन्छ ओके। अब फेरि अहिले कस्तो छ भने युरोको रेट जुन हुन्छ नि तलमाथि जस्तै घट्ने बढ्ने, त्यसले गर्दाखेरि त्यसले पनि कस्ट तान्ने भयो। अर्को कुरा कस्तो छ भने अहिले युरोपियन क्षेत्रहरूमा सेन्जेन कन्ट्रीहरू भएको हिसाबले गर्दै थप सेवा सुविधाको लागि पनि चाहिँ त्यसरी पैसाहरू तलमाथि भएर बढेको अथवा धेरै कस्टली भएको त्यो यो त्यसरी चाहिँ गएको हो। तर किन अब यत्रो धेरै महँगो हो भन्दाखेरि अब त्यो त्यसरी चाहिँ मैले बुझ्छु, त्यसरी पनि महँगो पनि भएको होला अथवा यो समस्या भएको होला। तर कतिपय साथीहरूले यो फेक सामाजिक सञ्जालमा भन्दाखेरि अब सुरुमा आउने साथीहरू त एकदम धेरै नेसनल नै बनाइदिन्छ यसले चाहिँ। किन भन्दाखेरि अब तैँले किन तिरिस यस्तो हुन्छ नि मान्छेहरूलाई भन्ने कुरा। किनकि अब आइसकेको छ भाइ, तपाईँ खुसी हुनुहुन्छ उसले एजेन्टलाई तिर्न, तपाईँ सक्नुहुन्छ या खुसी हुनुहुन्छ, तपाईँको मिलिसकेको छ त,
राजी हुनुहुन्छ, आउने मान्छे आइसक्यो आउनु खोजिरहेछ, तयारी छ, अँ, त्यस्तो कुराहरू मलाई भन्दाखेरि चाहिँ नराम्रो लाग्छ कि धेरैजना साथीहरू भन्नुहुन्छ होइन, टिकटकमा सुनिरहेको हुन्छु म, हेरेर हुन्छु, देखिरहेको छौँ होइन। अब अनि तपाईँको तपाईँको काम यस्तो नबुझिकन अस्ति एकजना अब साथीलाई नाम त नभनौँ, भाषाको तपाईँले सायद टिकटक हेर्नुभयो कि नै, उसलाई सायद भाषा उसलाई नै त्यो भन्न आइरहेको थिएन कि, उच्चारण नै गर्न आइरहेको थिएन, तैपनि सिकाउनु खोजिरहेको थियो। यस्तो सजिलो हुन्छ, तपाईँले इङ्ग्लिस र हिन्दी बुझ्यो भने, नेपाली बुझ्यो भने तपाईँले क्रोसियन सिक्नुभयो भने जस्तो कुरा म 2 वर्ष भइसक्यो, म हुन त मैले चासो नदिएको कारणले गर्दा पनि हो, मलाई 2 शब्द पनि आउँदैन क्रोसियन भाषा, किनकि अब वेयर हाउसको भित्र खासै जरुरत पनि परेन, सबै नेपाली साथीहरू छन्, प्रायः नेपाली साथीहरू छन्। पहिला क्रोसियनहरू बढी थिए काम गर्ने वेयर हाउसमा चाहिँ, अहिले चाहिँ नेपाली हामी बढी भयौँ क्या, किनकि काम पनि राम्रो भयो नेपालीहरूको। क्रोसियनहरूलाई पनि अब के चित्त बुझेन होला, छोड्यो उनीहरूले, तर नेपालीहरू चाहिँ गरि नै रहेछौँ, हामीहरू राम्रोसँग काम गरिरहेछौँ। अब त्यसरी साथीहरूलाई भ्रम नछोडिदिनुहोस् भन्छु होइन, किनभने आफ्नो देश छोडिसके पछाडि अर्को देशमा तपाईँ जाँदै गर्दाखेरि त्यहाँको हरेक कुराहरू चाहिँ तपाईँले थाहा पाउनुपर्छ क्या पहिलो कुरा। र अब भाषा त पहिलो कुरा नै हो कि, तपाईँ आइसके पछाडि भाषा जहाँ गए पनि तपाईँ भाषा कन्फिडेन्ट बोल्नुहुन्छ भने तपाईँले दुःख पाउनुहुन्न। तर तपाईँ अब इङ्ग्लिस बोल्दै गर्दाखेरि पनि तपाईँको इङ्ग्लिस राम्रो छ भने ठिक हो, तर कतिपय ठाउँमा इङ्ग्लिस मात्रै पनि चल्दैन कि यहाँनिर। अब यहाँ तपाईँ के अरे क्रोसियामा आउँदै गर्दाखेरि क्रोसिया तपाईँ आउन चाहने साथीहरूले पनि केही कुरा नेपालमा युट्युबमा अथवा गुगलमा गएर अब साधारण बोल्न सक्ने होइन, हेलो हाई के छ भन्ने कुराहरू चाहिँ तपाईँहरूले सिकेर आउँदाखेरि पनि बेस्ट हो नि। अब तपाईँले भाषै चाहिँदैन होइन, अब त्यो यसरी भ्रम छर्दाखेरिहरू त्यसरी भोलि धेरै साथीहरू दुःख पाउँछ क्या, र पनि दुःख पाइरहेको हुन्छ नि। अब जस्तै अब पानी ल्याऊ भन्दाखेरि उता अर्कै सामान ल्याइदिने, त्यो भएपछि धेरै गाह्रो होला नि, अनि गाली खाइन्छ, गाली खाइसकेपछि कामबाट निकालिदिन नसक्छ। भोलि धेरै साथीहरू भाषा नजानेर पनि कामबाट निकालेको छन् रे भन्ने मैले सुनेको छु फेरि, र हाम्रै चाहिँ कुनजुनकै साथीहरू पनि निकालिदिएको भन्ने खालको मैले सुनेको छु। अब त्यस्तो भाषाको इफेक्टले यतिसम्म पर्छ नि, त्यो चाहिँ जान्नुपर्छ। अनि यस्तो अहिले कमजुनले चाहिँ हाम्रो कम्पनीले चाहिँ भाषा सिकाउने भन्ने तपाईँहरूलाई चाहिँ के भनिरहेको थियो, 1 वर्षदेखि भइरहेको छ, अहिलेसम्म सिकाएको छैन। क्रोसियामा चाहिँ अरू कम्पनीहरूले जो ठुल्ठुलो कम्पनीहरू छन् उनले चाहिँ सिकाइरहेछ, तर हाम्रो कम्पनी चाहिँ किन नसिकाएर, के जानकारी छ यस्तो तपाईँहरूलाई, के इन्फर्मेसन आयो त्यो सिकाउने भाषा भनेर? छैन, मैले अहिलेसम्म त्यहाँनिर त्यस्तो भाषाको लागि कुनै जानकारी दिएको छैन, किनभने भाषा सिकाउने भनेर केही आएको छैन। अब यो विषयमा चाहिँ अनभिज्ञ मैले केही सुनेकै छैन। अब किन कम्पनीले नगरेको हो, अनि अरू कम्पनीको चाहिँ भाषा सिकाउने क्लासहरू पनि दिइरहेको रहेछ होइन। अब यो कम्पनीले हेल्थ सेक्टरै गरेको या उनीहरूको सिस्टममा नभएको कि होइन, हामीहरूले चाहिँ तपाईँहरू को सिक्ने हो भाषा चाहिँ भनेर हामीले चाहिँ नै नाम नै टिपाएर सिग्नेचर नै गरेको। 1 वर्ष झन्डै 1 वर्ष हुन लागिसक्यो, अहिलेसम्म अत्तो छैन। अब हाम्रो मार्केटमा चाहिँ त्यस्तो भएको छैन केही पनि, मार्केटमा त अहिलेसम्म खबर दिएको छैन। सायद अब हुन्छ कि होइन, हुन्छ कि अब आशा गरौँ। अनि यो स्यालेरीमा चाहिँ कस्तो छ अहिले, मतलब ओभरटाइम के छ? ठ्याक्कै जस्तो 980 भन्नुभयो, 980 नै आउँछ या तलमाथि गरेर कतिसम्म यसो भन्न मिल्छ भने? यस्तो अब ओटी चाहिँ हुँदैन होइन, हप्ताको 40 घन्टा पुर्याउनु पर्यो। अब ओटी भन्ने चाहिँ आइतबार हुन्छ, आइतबारको चाहिँ अलिकति 10% दिन्छ होइन, त्यसमा अलिकति बढी पैसा आउने हो। नत्र भने यो ठ्याक्कै आफ्नो बेसिक तलबमै रहनुपर्छ। कहिलेकाहीँ अलिक बेसीभन्दा तलतिर पनि आउन सक्छ, कहिलेकाहीँ राम्रो भयो भने अलिकति थोरै चल्न नि सक्छ, त्यो बिचमा छ त्यो। यो समानान्तर छैन यसमा। अनि कम्पनीले खाना दिने बस्न दिने के छ? कम्पनीले बस्नलाई होस्टेल दिएको हुन्छ होइन, खानको लागि 100 युरो हालिदिएको हुन्छ, गाडी भाडाको लागि 40 युरो हालिदिएको हुन्छ, अनि त्यो सँगसँगै सेवा सुविधा त्यति छ अहिले चाहिँ। अच्छा, अब त्यसमा एक्स्ट्रा इन्कम मतलब बाहिर काम गर्न मिल्ने वातावरण कस्तो के छ? त्यो चाहिँ छैन अहिले, त्यस्तो एक्स्ट्रा ओटी गर्छु अथवा अरू कम्पनीसँग अथवा अन्य बाहिर काम गर्छु त्यो चाहिँ छैन, त्यो व्यवस्था चाहिँ मैले देखिनँ। त्यो यहाँ चाहिँ त्यो देखिएन। त्यो चाहिँ एक्स्ट्रा कामहरू अथवा अब जस्तै मैले आज 5 घन्टा गरेँ अनि अर्को अब मसँग टाइम बाँकी रह्यो नि, त्यो टाइम चाहिँ अर्को काममा म गएर म कुनै बाँकी गर्छु भन्दाखेरि त्यो चाहिँ मैले पाइनँ पनि छैन। सिस्टम सिस्टम एक वर्क परमिट वान वर्क भन्ने रहेछ कि यहाँ। फेरि अरू फेरि त्यसरी जाँदाखेरि नपाउने पनि रहेछ। हुन त फेरि कतिपय साथीहरूले
अब कन्स्ट्रक्सनतिर यसो ह्यान्ड क्यासको लागि पनि काम पाउँछ त भनिरहनु भएको चिनेको साथी भएपछि चिनेको साथी। तर मैले चाहिँ अहिलेसम्म खुद आफैले स्वयंले चाहिँ त्यो प्रत्यक्ष रूपमा चाहिँ मैले पाएको छुइनँ र अहिलेसम्म गरेको पनि छुइनँ मैले। अच्छा, अनि त्यो भयो। अनि अब यहाँको यातायात नेपालभन्दा फरक नै छ होइन? कस्तो छ यहाँ? मैले त अब हामी चाहिँ लगभग झन्डै 2 वर्ष भयो, फ्री जस्तै भनौँ कि कस्तो? यहाँको यातायातमा चाहिँ एकदम मलाई एकदम बेस्ट सुविधा लागेको चाहिँ यातायात नै हो। किनभने स्टेसनमा बस आइदिन्छ, ट्रेन आइदिन्छ होइन। तपाईँले टिकट चाहिँ 53 सेन्ट पर्ने टिकट किनेर चाहिँ तपाईँले यात्रा गर्न सक्नुहुन्छ 30 मिनटसम्म होइन, बस अथवा ट्रेनमा। नत्र भने तपाईँले टिकट हान्न मन लाग्दैन किनभने फ्रीमा पनि तपाईँलाई फ्रीमा पनि आफ्नो गन्तव्यसम्म पुऱ्याउन। यो सिस्टम चाहिँ एकदम मलाई गुड लाग्यो। किन नेपालमा पनि यस्तो खालको सिस्टम भइदिएको भए पक्कै पनि बाटो जाम हुँदैन थियो होला होइन, चाहिँ गाडीमा कुचिनु पर्दैन थियो होला। यहाँको चाहिँ विशेष गरी मनपर्ने चाहिँ मैले यातायातको बेस्ट लाग्यो किनभने गभर्मेन्ट सिस्टमको रहेछ, यहाँ प्राइभेट लङ रुटमा रहेछ होइन। तर यो लोकल जो चल्छ नि त्यसमा चाहिँ प्राइभेट के अरे यो गभर्मेन्टको नै रहेछ। गभर्मेन्टले सबै सञ्चालन गरेकोले गर्दाखेरि एकदम सहज यहाँको आम पब्लिकहरू, त्यसपछि हामी जो बाहिरबाट आउने चाहिँ जो काम रोजगारी गर्ने चाहिँ मान्छेहरूको लागि एकदम यो चाहिँ सुविधा लाग्यो मलाई। अनि अब अन्त्यतिर नै जाउँ, धेरै लामो हुन्छ होइन, धेरै मान्छेहरू जम्मा पनि हुन्न। अनि अब नेपालबाट आउने साथीहरू या नेपालबाट आइरहनुभएका साथी जो तयार हुनुहुन्छ या क्रोसियामै बस्नुभएका साथीहरूले तपाईँ बुझेअनुसार, तपाईँले अनुभवअनुसार के भन्न चाहनुहुन्छ या अब यसो अन्तिममा सर्टकरीमा? धन्यवाद। अब तपाईँसँग भेटेर एकदम धेरै कुराहरू सेयर गर्न पाउँदाखेरि खुसी पनि लाग्यो होइन। र विशेष गरी साथीहरू नेपाली दाजुदिदीबहिनीहरू जो अब चाहिँ नेपालबाट अथवा अन्य ठाउँबाट चाहिँ क्रोसिया आउँदै हुनुहुन्छ अथवा युरोपको यो ठाउँमा आउँदै हुनुहुन्छ भने पनि काम पाउन नपाउन आफ्नो ठाउँमा छ होइन। तपाईँको वर्क पर्मिट आयो भने कम्पनीले तपाईँलाई वर्क पर्मिट दियो भने मजाले काम राम्रो पनि हुन्छ होइन। के अरे इन्कम पनि त्यस्तै छ, अहिले अलिकति स्यालेरी ग्रोथ अप पनि भएको छ। त्यो हिसाबले गर्दाखेरि काम गर्न चाहिँ सजिलो छ। पैसाको हिसाबमा पनि बस्नलाई पनि म ठिकै नै मान्छु होइन। परदेशको ठाउँमा हो होइन, अब काम गर्नु नै पर्यो जस्तो भयो भने बस्नको लागि पनि आफूले सहज के अरे वातावरण आफैले सिर्जना गर्नुपर्छ। र आम चाहिँ नेपाल दाजुभाइ दिदीबहिनीहरू यहाँ आउँदाखेरि त्यस्तो मैले यहाँ बसेर मेरो चाहिँ नजरमा अब कतिपय साथीहरू दुःख त पाइरहनु भएको छ होला आफ्नो ठाउँमा, तर के कारण दुःख पाउनु हो त्यो पनि होला होइन। तर अहिलेसम्म चाहिँ मेरो हिसाबले मेरो चाहिँ ठिकै नै छ। अब म चाहिँ सेटिस्फाई छु, खुसी छु। अब लक्कीले होइन, एउटा लक्कीले पनि गर्दाखेरि होला। सो एकदम अहिलेको लागि चाहिँ अब एकदम म चाहिँ ठिकै नै भन्छु कि राम्रै भन्नुपर्छ। अब किनभने अब त्यस्तो नेगेटिभ छैन होइन, राम्रै भइरहेको छ। अब काम गरिरहेको छु। अब एनिवे भोलिको दिनमा अब के हुन्छ थाहा छैन। हजुर हुन्छ, धन्यवाद। तपाईँले हेरेर साथ दिनु होला। र उहाँ फेरि अर्को कुरा पनि छुट्यो एउटा, उहाँको युट्युब च्यानल पनि छ खालिङ इन्टरटेनमेन्ट, उहाँलाई पनि सब्सक्राइब गरिदिनु होला होइन भन्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, थ्याङ्क यू सो मच। आम दर्शक अथवा साथीभाइहरू, अब मेरो युट्युब च्यानल खालिङ इन्टरटेनमेन्ट छ र फेसबुक पेज पनि खालिङ इन्टरटेनमेन्ट छ। त्यसमा भिडियोहरूदेखि लिएर त्यहाँ सामाजिक सञ्जालमा केही कुराहरू मैले पोस्ट गरिरहेको छु, त्यहाँ पनि आएर तपाईँले साथी गर्न सक्नुहुन्छ। र साथसाथै सुनिल सरलाई पनि धेरै धेरै धन्यवाद दिँदै मेरो कुराहरू आजको बसाइ एकदम मिठो भयो, यसमै बिट गर्न चाहन्छु होला होइन त? ओके, थ्याङ्क यू सो मच।